केही समयअघि विश्व मौसम विज्ञान सङ्गठनले सन् 2024 र 25 को बीचमा भयानक प्राकृतिक विपत्ति आउन सक्ने बताएका छन्। यदि यस्तो भएमा हाम्रो लागि यो निकै कठिन समय हुनेछ। यो यस्तो महाविपत्ति हो जसले निकै ठूलो त्रासमा मानवीय र भौतिक क्षति गर्नेछ। यस्तो बेला मरुभूमिमा हिउँ पर्न सक्छ भने हिमालहरू हिउँविहीन हुन सक्छन्। कतै बाढी पहिरो त कतै सुक्खा खडेरी। वास्तवमा यो हाम्रो मौसम चक्रको बिल्कुल विपरीत हुनेछ, जसले अनेक रोग र बिमारी समेत ल्याउन सक्छ। दर्शकवृन्द, आउनुहोस् आजको यस श्रृङ्खलामा हामी सन् 2025 मा आउने भविष्यवाणी गरिएको एउटा यस्तो विपत्तिका बारेमा विशेष चर्चा गर्नेछौँ जसले यसअघि धेरै विनाश निम्त्याइसकेको छ। पृथ्वीको सबैभन्दा ठूलो महासागर प्रशान्त महासागर हो र विभिन्न समयमा आउने प्रकोपहरूको रहस्य यही महासागरमा लुकेको छ। यसका बारेमा जान्नु अघि हामीले इतिहासलाई फर्केर हेर्नुपर्ने हुन्छ। सन् 1895 मा हाम्रो छिमेकी मुलुक भारतमा चारैतिर हाहाकार मचिएको थियो। मानिसहरू भोकले मरिरहेका थिए। लामो खडेरीका कारण भारत भोकमरीको शिकार भइरहेको थियो। तर भारतमा राज गरिरहेको बेलायती सरकार नागरिकलाई बचाउनका लागि केही पनि गरिरहेको थिएन। त्यतिबेला भारतबाट धेरै किलोमिटर टाढा लन्डनमा रहेका एक व्यक्ति भने भारतमा आएको त्यो विपत्ति नियालिरहेका थिए। उनको नाम सर गिल्बर्ट वाकर थियो, जसको मन भारतीयले पाएको दुःखका कारण पग्लिएको थियो। वास्तवमा भारतमा यस्ता विपत्ति बारम्बार आउने गर्दथे। पेसाले गणितज्ञ भएकाले वाकरले यी सबै प्रकोपहरूमा एउटा समान ढाँचा देखे। यदि यसको समाधान खोज्न सक्यो भने करोडौं मानिसको ज्यान जोगाउन सकिन्थ्यो। त्यही सपना लिएर उनी सन् 1903 मा भारत आए। त्यहाँ उनको कामबाट बेलायती सरकार यति प्रभावित भयो कि एक वर्षपछि सन् 1904 मा उनलाई मौसम विज्ञान विभागको महानिर्देशक बनाइयो। त्यसपछि वाकरले विश्वका विभिन्न देशहरूमा देखिएका खडेरी, बाढी पहिरो आदि जस्ता प्रकोप र मौसम परिवर्तनका 20 वर्षको तथ्याङ्क सङ्कलन गरे र त्यसको अध्ययन गरे। त्यो अध्ययनबाट उनले केही समान ढाँचा फेला पारे। उनले प्रशान्त महासागरको पूर्वमा रहेका दक्षिण अमेरिका र उत्तर अमेरिका जस्ता महादेशमा भारी वर्षा हुँदा प्रशान्त महासागरको पश्चिममा रहेको अस्ट्रेलिया जस्ता महाद्वीपहरूमा खडेरी र भीषण गर्मी हुने गरेको तथ्य पत्ता लगाए। यस्तै यी देशमा भारी वर्षा हुँदा उत्तर अमेरिका र दक्षिण अमेरिकाका देशहरूमा अत्यधिक गर्मी र खडेरी जस्ता प्रकोप आउँथ्यो। यो ढाँचाले गिल्बर्टलाई धेरै आश्चर्यचकित पार्यो। उनले प्रकाशित गरेको अध्ययन र यो ढाँचालाई दि साउदर्न ओसिलेसन नामाकरण गरियो। यो ढाँचा धेरै अनौठो र रहस्यमय थियो, जसको प्रभाव पृथ्वीको भूगोलमा स्पष्ट रूपमा देख्न सकिन्थ्यो। तर यस पछाडिको कारण के हो भन्ने पत्ता लगाउन र यो रहस्यको समाधान गर्न अझै बाँकी थियो। तर त्योभन्दा पहिले नै सन् 1958 मा उनको मृत्यु भयो। उनको मृत्युपछि विश्वभरका वैज्ञानिकहरूले यो रहस्यको समाधान गर्न र यी विनाशकारी घटनाहरूको वैज्ञानिक कारण खोज्ने प्रयास गरे। अन्ततः स्विडेनका मौसमविद जेकब बजर्निस यो रहस्य पत्ता लगाउन सफल भए। उनले गिल्बर्ट वाकरद्वारा सङ्कलित सामूहिक डेटाकै अध्ययन गरेर त्यो रहस्य पत्ता लगाएका थिए। त्यसपछि जेकबले यी सबै प्रकोपहरूको पछाडि एउटै कारण फेला पारे, जुन प्रशान्त महासागरसँग जोडिएको थियो। जेकबको अध्ययन अनुसार संसारमा समय समयमा आउने यस्ता प्रकोपको पछाडि प्रशान्त महासागरमा निरन्तर परिवर्तन हुने चाप, तापक्रम र हावाको ढाँचा जिम्मेवार थियो, जसले सम्पूर्ण पृथ्वीको वातावरणलाई नै प्रभाव पार्ने गर्दछ। यसलाई जेकबले वाकर सर्कुलेसन नामाकरण गरे। जेकबले आफ्नो अध्ययनबाट एउटा क्रान्तिकारी आविष्कार गरेका थिए, जुन खोजमा अहिले पनि संसारको अर्थतन्त्र टिकेको छ, किनकि यही खोजका कारण विनाश निम्त्याउन सक्ने प्रकोपको भविष्यवाणी गरेर देशका सरकारहरूले जनताको ज्यान जोगाउने पूर्व तयारी गर्ने गर्दछन्। अब एकछिन जेकबको खोज कस्तो थियो भन्ने पनि चर्चा गरौँ। जेकबले विभिन्न देशहरूमा हुने अत्यधिक वर्षा वा कम मनसुनका कारण उत्पन्न हुने खडेरी जस्ता मौसमी प्रकोपमा ट्रेड विन्डले सबैभन्दा महत्त्वपूर्ण भूमिका खेल्ने पत्ता लगाएका थिए। आखिर यो ट्रेड विन्ड के हो त? जब पृथ्वी आफ्नो अक्षमा घुम्छ तब यसको परिक्रमा र सूर्यबाट आउने तापका कारण पृथ्वीको वायुमण्डलमा रहेका ग्यास माथि उठ्छन्। त्यो ग्यास अन्तरिक्षमा पुगेपछि चिसो भएर फेरि वायुमण्डलमा आउँछन्।
पृथ्वीको परिक्रमा र अन्य धेरै कारकहरूले यसलाई एउटा दिशा दिन्छन्, जसका कारण पृथ्वीका विभिन्न भागहरूमा विभिन्न हावाका ढाँचा उत्पन्न हुन्छन्। तर यदि प्रशान्त महासागरमा बन्ने हावाको ढाँचा हेर्ने हो भने सामान्यतया यो हावा पूर्वबाट पश्चिमतिर बहने गर्दछ, जसलाई ऐतिहासिक ट्रेड विन्ड भनिन्छ। प्राचीन समयमा प्रशान्त महासागरमा जहाजहरूले यही हावा मार्फत आफ्नो बाटो तय गर्ने गर्दथे। यति मात्रै होइन, आज पनि प्रशान्त महासागरमाथिबाट जाने हवाई जहाजहरूले यी ट्रेड विन्डको सहयोगमा आफ्नो गति कायम गर्ने गर्दछन्, किनकि तीव्र गतिमा चल्ने हावाको दिशामा चल्दा जहाजको इन्धन धेरै बचत हुन्छ र कम ऊर्जामा बढी दूरी तय गर्न सकिन्छ। साथै यी ट्रेड विन्डले समयमै पृथ्वीको सबैभन्दा ठूलो महासागरबाट बनेको बादललाई विभिन्न महादेशमा पुर्याउने गर्दछन्, जसका कारण नेपाल लगायत विश्वका अन्य देशहरूमा मनसुन सुरु हुने गर्दछ। तर एउटा निश्चित समयपछि यी ट्रेड विन्डको दिशा परिवर्तन हुन्छ, जुन पृथ्वीमा विभिन्न समयमा आउने विनाशका लागि जिम्मेवार छन्। अब यो सब कसरी हुन्छ भन्ने पनि बुझौं। सामान्यतया प्रशान्त महासागरका यी ट्रेड विन्ड 3 फरक तरिकाले परिवर्तन हुन्छन्। ती हुन् नर्मल ट्रेड विन्ड, एल निनो र ला निना। यी तीनवटै परिदृश्यलाई एकीकृत रूपमा एन्सो अर्थात् एल निनो साउथर्न ओसिलेसन नामाकरण गरिएको छ। यी 3 अवस्थामध्ये सबैभन्दा पहिलो सामान्य पूर्व पश्चिम बहने ट्रेड विन्ड हो, जसले आफूसँगै प्रशान्त महासागरबाट भारी आर्द्रता भएको पानीले भरिएको बादल बोकेर यसको पश्चिमतर्फ अर्थात् एसियातिर जान्छ। यही कारण यहाँ वर्षा अर्थात् मनसुन सुरु हुन्छ, जबकि यो अवधिमा प्रशान्त महासागरको अर्को छेउ अर्थात् प्रशान्त महासागरको पूर्वमा रहेका महाद्वीपका अधिकांश भागमा खडेरी पर्दछ। यो ट्रेड विन्डले प्रशान्त महासागरभन्दा पश्चिममा रहेका देशहरूलाई मात्र शीतल बनाउँदैनन्, यसले समुद्रलाई पनि चिसो बनाउँछ। यो प्रक्रियाका कारण प्रशान्त महासागरको अर्को छेउमा रहेको पेरु नजिकको समुद्र तात्न थाल्छ, जसका कारण यहाँ एउटा प्रक्रिया सुरु हुन्छ जसलाई अपवेलिङ भनिन्छ। यो प्रक्रियामा समुद्रको तातो पानीलाई प्रतिस्थापन गर्न समुद्रको गहिराईबाट चिसो पानी माथितिर आउन थाल्छ र आफ्नो साथमा समुद्रको गहिराईमा रहेको फाइटोप्लान्टन जस्ता पोषक तत्त्व माथि आउँछ, जसलाई माछा र अन्य समुद्री जनावरहरूले मन पराउँछन्। त्यही कारण पेरुको तटहरूमा धेरै समुद्री जीव देख्न पाइन्छ। तर एल निनोको अवस्था यसको ठिक विपरीत हुन्छ। हरेक केही वर्षपछि ट्रेड विन्डले अचानक आफ्नो दिशा परिवर्तन गर्छ, जसमा अब प्रशान्त महासागरबाट निस्कने हावा पूर्वबाट पश्चिमतिर नभई पश्चिमबाट पूर्वतिर बहन थाल्छ, अर्थात् एसियाबाट दक्षिण अमेरिकातर्फ। यो समयमा एसियामा गर्मी र वर्षाको अभाव तथा खडेरी जस्ता अवस्था देखिन थाल्छ, जबकि उत्तर तथा दक्षिण अमेरिकामा वर्षा, चिसो र बाढी जस्ता परिस्थिति देखा पर्दछन्। यही एल निनोको यो प्रभाव समय समयमा धेरै ठूला प्रकोपको कारण बन्छ। यसको सबैभन्दा खराब असर पेरुमा पर्छ, किनकि यसबाट उनीहरूको माछा व्यापार बन्द हुन्छ। एल निनोको यो प्रभाव प्रत्येक 2 देखि 7 वर्षमा देखा पर्दछ। ट्रेड विन्डको दिशा परिवर्तन धेरै खतरनाक साबित हुन सक्छ। सन् 1895 मा भारतमा परेको भीषण खडेरीको कारण एल निनो प्रभाव नै थियो। यस्तै सन् 1982 मा एल निनो प्रभावका कारण अमेरिकामा यति धेरै पानी परेको थियो कि त्यसले 2000 को ज्यान लिएको थियो। तर अचम्म लाग्दो कुरा त के छ भने यति धेरै विनाश निम्त्याउने एल निनो पनि ला निनाका अगाडि फिक्का देखिन्छ। सन् 1979 डिसेम्बर 15 मा भेनेजुएलाको पहाडमा रहेको भार्गास राज्यका मानिसहरूले एकाएक जमिन हल्लिरहेको महसुस गरे। सुरुवातमा त उनीहरूले यसलाई सामान्य भूकम्प हो भन्ने सोचे र खुल्ला ठाउँमा जाने प्रयास गरे, तर जमिनमुनि के भइरहेको छ भन्ने अनुमान उनीहरूलाई थिएन। केही समयपछि त्यहाँको सम्पूर्ण जमिन एकदमै हल्लिन थाल्यो र केही बेरमै पुरै पहाड खस्न थाल्यो। हेर्दा हेर्दै सम्पूर्ण पहाड खस्यो। केही क्षणमै भर्गास राज्यको पहाडमा रहेका हजारौं घर र त्यहाँ बस्ने मानिसहरूलाई कैयौं मिटर बाक्लो हिलो माटोले पुर्यो। यसलाई भर्गास विपत्तिका नामले चिनिन्छ, जसले करिब 30,000 मानिसलाई जिउँदै गाडेको थियो। यस्तै सन् 1998 मा अमेरिकामा मिज नामको एउटा ठूलो आँधी आएको थियो, जसले करिब 11,000 मानिसको ज्यान लिएको थियो। यता अफ्रिकामा पनि सन् 2010 र 2011 मा खडेरीका कारण बाली नष्ट भएको थियो।
त्यसबाट करिब 1 करोड 20 लाख मानिस भोकमरीको शिकार बने, जुन ला निनाका कारण भएको थियो। यसबाहेक सन् 2010 मा पाकिस्तानमा इतिहासकै सबैभन्दा ठूलो बाढी आएको थियो, जसका कारण करिब 2000 मानिसको ज्यान गएको थियो। ला निनाकै कारण सन् 2011 देखि 2017 को बीचमा अमेरिकाका धेरै भागमा ठूलो खडेरी परेको थियो। ला निनामा पनि प्रशान्त महासागरमा बहने सामान्य ट्रेड विन्ड जस्तै पूर्वबाट पश्चिमतिर बहन्छन्, तर ला निना सामान्य ट्रेड विन्ड भन्दा धेरै शक्तिशाली हुन्छन् र आर्द्रताले भरिएका रिङ क्लाउड प्रशान्त महासागरको पश्चिमतर्फ लैजान्छन्, जसका कारण यस क्षेत्रमा भारी वर्षा र बाढी जस्ता अवस्था सिर्जना हुन्छ। उदाहरणका लागि सन् 2010 देखि 2011 सम्म ला निनाका कारण अस्ट्रेलियाका धेरै भागहरूमा भीषण बाढी आएको थियो, जसमा अस्ट्रेलियाका धेरै भाग प्रभावित भएका थिए। करिब 35 जनाको ज्यान गएको थियो भने 10 अर्ब अस्ट्रेलियन डलरको नोक्सान भएको थियो। सन् 1998 मा ला निना प्रभावका कारण भारतका धेरै राज्यमा भीषण वर्षा भएको थियो। बाढीका कारण 2500 जनाको ज्यान गएको थियो भने लाखौंको घर पानीमा डुबेका थिए। ला निना एउटा चक्रको हिस्सा हो जुन लगभग प्रत्येक 3 देखि 5 वर्षमा दोहोरिन्छ। संसारभर यसको डर एकपटक फेरि फैलिएको छ, किनकि विश्व मेट्रोलोजी संगठनले भर्खरै भारतीय उपमहाद्वीपलाई चेतावनी जारी गरेको छ। सन् 2024 को अन्त्यसम्म वा सन् 2025 को सुरुवातमा ला निनाको प्रभाव भारतीय उपमहाद्वीपमा पर्ने सम्भावना 70% रहेको संगठनले जनाएको छ। सम्भवतः यसको असर हामीले पनि भोग्नु पर्नेछ, जुन सन् 2025 को जनवरीदेखि मार्च महिनामा हुन सक्छ। दर्शकवृन्द, तपाईलाई आजको यो श्रृङ्खला कस्तो लाग्यो हामीलाई कमेन्टमा अवश्य बताउनुहोला। साथै आजको श्रृङ्खला तपाईलाई राम्रो लाग्यो भने लाइक तथा शेयर गरी हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला र साथमा रहेको बेल आइकन पनि थिच्नुहोस्, ताकि हाम्रो नयाँ भिडियोको जानकारी सबैभन्दा पहिला तपाईलाई प्राप्त होस्। आजका लागि यति नै। अर्को भिडियोमा अझै रोचक तथा जानकारीमूलक सामग्री लिएर आउने नै छौं। नमस्कार।